प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ता भनेको महिना 7 गते भित्र पहिलो हप्ताको कुनै एक दिनको बैठकको 7 गते भित्रको कुनै एक दिनको बैठकको पहिलो 1 घण्टा निर्धारण गर्नेछ। पहिलो 1 घण्टा निर्धारण गर्नेछ, गर्न सक्नेछ होइन सभामुख महोदय, गर्नेछ, गर्नुपर्नेछ भनेको अनिवार्य विषय हो। त्यसैले आज जेठ महिनाको 7 गते भइसक्यो, शून्य समय पनि सक्यो, आकस्मिक समय पनि सक्यो, विशेष समय पनि सक्यो, प्रधानमन्त्रीज्यूको अत्तोपत्तो भएन। हामीलाई हिजोसम्म पनि अघि विशेष समय चलिरहँदा पनि के अपेक्षा थियो भने प्रधानमन्त्री आउनुहुन्छ, सम्मान्य सभामुखज्यूले बोलाउनुहुन्छ, हाम्रा कुरा सुन्नुहुन्छ, हाम्रा प्रश्नहरू लिनुहुन्छ भन्ने हामीलाई लागेको थियो। विशेष समय सकिँदा पनि यति सत्र 2-3 चाहिँ चरणमा अगाडि बढ्दा पनि प्रधानमन्त्रीको अत्तोपत्तो भएन। त्यसकारण प्रधानमन्त्रीलाई उपस्थित गराइयोस्, यो नियम 56 लाई चाहिँ कार्यान्वयन गरिकन अगाडि बढ्योस् र त्यो नियम 56 कार्यान्वयन नगरिकन हामी चाहिँ यो सदन अगाडि नबढोस् भन्ने कुरा राख्दै हामी हाम्रो विरोध जारी राख्ने कुरा सम्मान्य सभामुखज्यूलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद।